आयोजना गरेको रहेछ यो झरपुर टोल सुधार समितिबाट। यो हाम्रो एउटा धर्म संस्कृति संस्कार हाम्रो रीतिरिवाज भन्दै जुन हामीले पहिलेदेखि नै मान्दै आएको हाम्रा बुवा हजुरबाहरूले जुन कुरा हामीलाई सिकाउनु भएको छ त्यही कुरा हामीहरूले आज सिक्दैछौँ र यही कुराहरू हाम्रा छोरा नातिहरूलाई सिकाउँदै जानेछौँ। यही नै हो हाम्रो यो संस्कार भनेको, यही नै हो हाम्रो यो संस्कृति भनेको। त्यसैले यसको जगेर्ना सम्वर्धन र प्रवर्धन गर्नको लागि हामी हाम्रो धर्म संस्कृति जोगाउनको लागि लाग्यौँ भने पक्कै पनि हाम्रा यहाँ अहिले कलिला देखिएका भाइ बहिनीहरूले पनि यही सुरु गर्छन्। त्यसैले हाम्रो जुन यो संस्कृति छ, जुन तिहार विशेष कार्यक्रम छ, हाम्रो दसैँको एउटा बडा दसैँको महान पर्व पछिको दोस्रो अर्को ठुलो पर्व भनेको तिहार हो, जुन हाम्रो सनातन हिन्दू धर्म मान्ने सबै आस्थामा रहेका मानिसहरू यो हामी मनाउँदै आइरहेका छौँ र यसलाई हामीले विशेष गरी तडक भडक नगरिकन हाम्रो एउटा संस्कृति जोगाउने हिसाबले गर्नुपर्छ। जुन किसिमको हाम्रो यो संस्कृति र यो संस्कारलाई हामीले अलि भड्किलो बनाउँदै गयौँ भने हाम्रो पछिल्लो आउने पुस्ताहरूले यसलाई चाहिँ कसरी अनुसरण गर्दछन्। त्यसैले यो कुरालाई पनि हामीले विचार गर्दै हाम्रो धर्म संस्कृति जोगायौँ र हामी सदैव यस कुरामा लाग्यौँ भने नि पक्कै पनि हाम्रा बालबालिकाहरू र आउने पुस्ताहरूले पनि यसलाई सराहना गर्दै हाम्रो धर्म संस्कृति जोगाउन सकिन्छ भन्दै जुन तपाईँहरूको यो एउटा सराहनीय कार्यक्रम छ त्यसको लागि विशेष गरी अध्यक्ष लालबहादुर राई धन्यवाद, उपाध्यक्ष सानुकान्त राई धन्यवाद, सचिव माइला राई धन्यवाद र कोषाध्यक्ष मन्जु राई धन्यवाद लगायत समग्र यो कार्य समितिहरूलाई पनि उद्योग शुभ हेलो कार्यक्रम आयोजना गर्नुभएकोमा एकचोटि धन्यवाद दिँदै म आफ्नो भनाइ गर्न चाहन्छु। धन्यवाद, नमस्कार।